हाम्रो गाउँमा भाइ चाहिँ एक्लै आएर काटेर रहेछ है। यो चाहिँ यता हो है, खतरा भएछ नि त। फिल्ड चाहिँ यही हो है। ल फाइनली गाइज हाम्रो चाहिँ आधी चाहिँ काटिसक्यौँ। यता यता काट्यौँ। अब अलि यता बाँकी छ। अब हामी चाहिँ खाजा खान्छौँ। ल मामा म त पहिले भान्जा लान्छु। Hey guys, welcome back to my channel. सबैलाई स्वागत मेरो अर्को नयाँ भिडियोमा है। आज चाहिँ हामी चाहिँ फिल्ड बनाउने चाहिँ लाग्दैछौँ यता फिल्ड बनाउन। मौसम पनि खतरा छ है। अनि अस्तिदेखिको चाहिँ फिल्ड बनाउनको लागि चाहिँ सब हेर्दै थियौँ जग्गा। अनि अस्ति तयारी गर्दै थियौँ। आज चाहिँ ल अब यो घाँस सास काटेर चाहिँ सकिने चाहिँ दिन चाहिँ आयो। आज सक्नुपर्ने छ। हेर्न सक्नु त यो चाहिँ यहाँ चाहिँ यता खोलाको छेउमा फिल्ड। यहाँ चाहिँ खतरा भइसकेको छ है फिल्ड। त्यो चाहिँ एक्लै आएर काटिसकेको रहेछ। यहाँ त यसो अन्त हाम्रो गाउँमा भाइ चाहिँ एक्लै आएर काटेर रहेछ है। यो चाहिँ यता हो है, खतरा भएछ नि त। फिल्ड चाहिँ यही हो है। हामी चाहिँ यताको साइड काट्नुपर्ने। अनि हिजो त खतरा बनाउनु भएको नि त। ओ माइ गड है। ल यता बिहानै आएर काट्यो होला नि त। अनि के काट्यो हेर्दा नि यो माथि माथि केटा त ए यो स्याल त उता त के गर्ने हो उनीहरू पनि काट्ने होइन। यत्रो बनिसकेको छ है फिल्ड चाहिँ। यहाँसम्म यहाँदेखि माथिसम्म हुन्छ फिल्ड। एउटा खतरा काट्दाखेरि यहाँ टन्न थियो। ल त्यो चाहिँ कच्चै छैन। त्यो आन्टीहरूलाई कच्चा सापट्टि माग्नु पर्थ्यो। घरबाट बोकेर आइएन कचिया। टक्क जेठे भाइ चाहिँ काट्दैछ। छिटो भारी पुरा जेठे भाइ। अनि त्यस पछाडि त्यो काट। कच्चै रहेन क्या यो। फेरि काम भने जस्तो बिहानै कुद्दो रहेछ नि कता त। यो ठ्याक्कै यो खोला वर्षावती खोला। अनि यता चाहिँ दिपक डाँडा। अनि यो बिचमा चाहिँ हाम्रो फिल्ड। यो उता भान्जाबारी माथितिर सुत्दै। अनि बारी चाहिँ आन्टीहरू कच्चा नभएकोले यहाँ मामाहरू चाहिँ सबसँग काट्नु सुरु गरिसक्नुभयो। मैले चाहिँ कच्चिया नभएर ठुलो पनि हुँदो रहेछ। गुड यतिको सलफल चाहिँ हुनुपर्छ। हाम्रो उता कच्चिया पनि आइसकेको छ। सो यहाँदेखि जाउँ त्यहाँ परसम्म। यहाँ ठुलै हुन्छ यहाँ फिल्ड चाहिँ। मिलाउनु पर्छ। हल्का अलि खाल्टा खुल्टी छ। यहीँ खेल्ने अब हाम्रो चाहिँ यसो हाम्रो चाहिँ अब यहाँ अब गेम खेल्न पनि खतरा हुन थालिसक्यो है। यहाँ चाहिँ अलिकति यता हेर्नु सक्नु त खाल्टो खुल्टो छ क्या। अनि यो चाहिँ मिलाउनु पर्छ अलिकति मेहनत गरेर। आज चाहिँ फिल्ड लगभग तयारी गरिसकौँ भन्ने हाम्रो चाहिँ उद्देश्य छ। धारणा यस्तै राखिरहेको छौँ हामीले चाहिँ। टक्कै यताको पनि बनाउने भन्ने त्यही छ। अस्ति चाहिँ रोडा ट्र्याक्टर लाम भएको रहेछ। अनि यहाँ चाहिँ अलिअलि उ भएको छ। त्यही हो। यता पनि अलिक परसम्म काट्नुपर्छ। अनि यहाँ लगभग एउटा पोस्ट यता हुन्छ। ठुलो पो छ त यहाँ। सक्छ एउटा पोस्ट यहाँ हुन्छ भनिसकेपछि यहाँ एउटा पोस्ट यहाँ हुन्छ भनिसकेपछि
अर्को पुस चाहिँ उहाँ हुन्छ उहाँ है लगभग 5 साइज चाहिँ राम्रै बन्छ। उता यो फराकिलो चाहिँ उयो भाइहरू बसेदैन अलिक परसँग छ है। भाइको चाहिँ अलिक परसँग छ। यता फेरि खोल्छ छ एउटा टक्क खोल्छो छ। अनि यहाँ चाहिँ पहिले फोहोर फाल्ने गर्नुभएको रहेछ। हामीले पहिले नै यो फिल्ड खासै हुनाले पहिले यता खोला कुदेको ठाउँ हो। हामी चाहिँ यहाँ खोलाले भेला पारेको हेरेर चाहिँ माटो अनि यसमै खेल्न लागेको। सो अब कचिया पनि आइपुग्न लाग्यो भनेको खोइ मेरो कचिया त आइपुगेन पनि। यता हाम्रो कामदारी केटो पनि गर्दैछ। हाम्रो केटो पनि गर्दैछ। केही भन्न चाहन्छस् ल भन्। यति हो है त्यो कति बेला भाइर पुऱ्याइसक्छस् त छिटो गर ल। यहाँ चाहिँ अलिकति ग्राभेल छ क्या यहाँ अलिकति यो चाहिँ ढुङ्गाहरू पन्सम्म पर्छ। उताबाट खोलाले ल्याएको ग्राभेलहरू चाहिँ छ। त्यो भएर पनि खेल्न असहज हुन्छ जस्तो पनि लाग्दैछ तर हामी बनाइहाल्छौँ। टक्कै यहाँ अलिकति खाल्टोहरू छ। यो खाल्टोहरू चाहिँ मजाले मिलाएर बनाउँछौँ। फिल्ड चाहिँ यो फिल्ड बन्न थालेको चाहिँ लगभग 1 हप्ता भयो है मामा। यो सुरु गरेको 1 हप्ता भयो। यो सुरु गरेको चाहिँ 1 हप्ता काम गर्न थालेको चाहिँ 3 दिन भयो भर्खर। 4 दिनको दिन चाहिँ अब खेल्ने नै बनाउँछौँ हामी। छिटो हुन्थ्यो। त्यही भएर पनि यो डल्लै कच्चा दिनको ठाउँ। हाम्रो मामाको गाउँतिर कसको कच्चा छ मामा? हाम्रो माया मामाको पनि होला कचिया चाहिँ कहाँ छ तिमी कचिया लिएर आऊ न वहाँनिर बिमलीको घरबाट। बिमलीको घरबाट क्या रातहरू जाऊ त दिनुहुन्छ। सबैलाई लिएर आउनु। एउटा पोस्ट चाहिँ ठ्याक्कै यहाँ हुन्छ है हाम्रो यहाँ हुन्छ ठ्याक्कै एउटा पोस्ट चाहिँ यहाँ हुन्छ जस्तो पनि लाग्दैछ मलाई त्यो अनुसार। जस्ट ठिकै हुन्छ। धेर ठुलो होइन धेर ठुलो पनि होइन धेर सानो पनि होइन ठिक्कको हुन्छ। सो ल 2 hours later. ल फाइनली गाइस हाम्रो चाहिँ आधी चाहिँ काटिसक्यौँ। त्यता यता काट्यौँ। अलि यता बाँकी छ। अब हामी चाहिँ खाजा खान्छौँ। यस्तो चाहिँ भयो फिल्ड है। यस्तो हो फिल्ड अब भैरवटा सोडा लगाइन्छ। अब यहाँ चाहिँ यता यता छोड्दैछ चाहिँ ठिक्क छ। यतासम्म चाहिँ आउँछ यता चाहिँ काटिएन है हल्का छोडियो। अब त्यहाँ काटिसकेर अनि आउने भरे 1 बजीतिर आउने यस्तै हो। अब बाक्सो भनेको फिल्डमा छौँ हामी चाहिँ ल घाँसहरू फुलाएर राम्रो देखिन्छ। अब हामी चाहिँ यता खाजा खान जाँदैछौँ। यताबाट चाहिँ पानी पुग्छ जस्तो लाग्दैछ यताबाट चाहिँ। हामी चाहिँ यहाँ पहिले खेलेको यहाँ चाहिँ जोतिनु पर्छ अनि अब चाहिँ खोलामा गरेको के हुन्छ सबैजना यता बस्दैछौँ। ल यहाँ हामीले खाजा साजा व्यवस्था गरेर ल ल ल रेडी छ। ल होइन खाउँ न सबै त गाई हामी चाहिँ खान थाल्यौँ है। ल खाउँ थालियो। हामी चाहिँ लाग्यो टक्कै सुरु गरिसकेर लाग्यो रासरी खाजा साजा खाइएर सरस्वती भगवानमा लाग्यो।
कहिले 10 त्यस्तो 11:30 बज्न लाग्यो हामी चाहिँ कति 7-8 बजेदेखि गरेर लाग्यो यहाँ पर चाहिँ उता चाहिँ डाँडा हाम्रो घरतिर